मेरो 5वटा कुरा देखाउनु रे। बुढाले गर्ने यस्ता 5 चिज जसले गर्दा बुढी रिसाउँछ। भनेको जिन्दै पहिले जितिहाल्यो नि जित्यो हो। तिमीले के गर्दाखेरि भाउजू रिसाउँछ भने? भनेको नसुन्ने। भनेको नसुन्ने हो। एउटा गर्छौँ। सुरुमा के हो? भनेको नसुन्ने। भनेको नसुन्ने या भनेको नटेर्ने? बाल्न दिने त्यो के? भनेको नसुन्ने भनेको नटेर्ने के छ? बाल्न दिने त्यो के? मेरो बुढी यति सोच्छ कि क्या गर्छ म अब मादर गुले मेरो बुढी यतिकै रिसाउने हो। केही भने मेरो बुढी रिसर्चले यति के रिसाउँछ भन्छ? भएको छ। रिसर्चले के भन्छ? रिसर्चले त्यो कुरामा रिसाउनै पर्दैन भन्छ। बुढी यतिकै रिसाउँछ रे। ए, पुनम, के हो यस्तो? यो त चिटिङ रहेछ। मेरो बुढीमा किन भयो? मेरो बुढीलाई पनि रिसर्चले जे भन्छ त्यही आजमा फरक भने सफा धेरै गर्दैन केटाहरूले। हो। फोहोर गर्ने सफा नगर्ने। त्यो पनि एउटा मिल्दैन यार। तर हुनु पर्ने चाहिँ हो जस्तो लागेर मलाई त अहिले चाहिँ हुनुपर्ने हो अप्सन होइन, जस्तो लागेर। मलाई बुझ्यो, सबै कसको गर्लफ्रेन्ड मानसिक गर्लफ्रेन्ड छैन लामा बोकाएर। क्षितिज केसी मानसिक तथा शारीरिक शोषणबाट गुज्रिरहेको छ। त्यही भनेको मलाई नि त्यस्तो लाग्यो त यार। म सोच्छु बिहान उठ्ने बित्तिकै बुढीले यत्तिकै रिसाउँदो रहेछ भने। भने अप्सनै नभएको कुरामा झगडा नगर नि तिमी भन्दाखेरि ल अब त टेन्सनै भयो। अब त्यही भने तिनवटा बाइक छ। तिनवटा बाइक छ। मिल्दैन मैले। तिनवटा बाइक छ। ल बुढी किन रिसाउँछ? केही बिर्स्यो भने केही डेट सेट यता हो। बिर्स्यो भने यो बिर्स्यो भने? खुकुरी हान्छु म अब। ल धन्न रहेछ ल धन्न रहेछ ल धन्न रहेछ ल कङ्ग्रेचुलेसन। इम्पोर्टेन्ट डेट्सहरू बिर्सेर ल दुइटा के सबै बाइक छ। बेसिकै गरेन नि यिनीहरूले। बेसिक त तनी झन् बिर्सिरहेको छ बाबु। बेसिक बिर्से। केटा मान्छेलाई जतिखेर के चाहिन्छ मुझे? ल बुढी रिसाउने के कारणले रिसाउँछ? सबसे मेन धेरै सिम्पलहरू छ क्या हामीले राखेको। धेरै सिम्पलहरू राखेको छ। यस्तो सिम्पल भनेर चाहिँ होइन त्यो त अब 5वटा अप्सनमा अब 7वटा त राख्नु मिलेन नि त फेरि। प्लिज एक्सट्रिम खाइरहनु होला, बुकुटमा गइरहनु होला, मलको एप डाउनलोड गरिरहनु होला। हेर त मेरो बुढी रिसाउँदैन रहेछ अरे आउँदै आएन कस्तो इन जेनरल के हुन्छ त यारमा। त्यता हेल्प गर्नु न यार, तपाईँको पनि बुढी छ त कस्तो भनिदिनु न यार मलाई पनि। यतिकै नै हार्ने रहेछु म। मलाई 15 पोइन्ट भयो। म त के भन्नु त एउटा भन्दा मलाई। मैले मेरो अनुहार देखाउने बित्तिकै भनिदिएको हरेक दिन उठ्ने बित्तिकै साइन हुन्छ कोठामा हुन्छ नि उता हुन्छ यता हुन्छ आफू देखिँदैन टक्कर यस्तो आँखा देखिँदैन त्यसपछि रिसाउँछ क्या। बुढीलाई अब सपिङ लगेन भने केही किन्दैन भने गिफ्ट ल्याइदिएन भने अब इन्टरनेसनल भ्याकेसन लगेन भने गिफ्ट किन के गिफ्ट किन्दैन भने गाह्रो भयो क्या। अनि यस्तो सिम्पल छ त सर। यस्तो सिम्पल छ त। ल 25 पोइन्ट भइसक्यो। तर दुईटा रङ दुईटा राइट भयो होइन। अरू केमा रिसाउँछ? है हामी गिन्ता लास्ट इम्पोर्टेन्ट डेट्स घुमाउन लगेन भने अर्को के हुन्छ भन्दाखेरि सपिङ हुँदैन रे। सपिङ त यहीँ भइहाल्यो नि। त्यसमै परिगयो। यहाँ छ रोमान्टिक भएन भने बुढी रिस अनि अलिक कम रोमान्टिक भयो। केटा मान्छे कम रोमान्टिक छ भनेर। कम रोमान्टिक भयो। रोमान्टिकै थिएन तिमी यारमा भन्ने। ल रोमान्टिक छैन भनेर। ओ नो हामीसँग अप्सनमा छैन त्यो। बुढी प अप्सनै नभएको कुरामा किन रिसाइरहेछ बुढी भनेर। अरू तिनवटा हेरौँ न क्या हेर मलाई मल मास लागेको अहिले पोइन्ट उ भनिहालौँ उसको 55 पोइन्ट, क्षितिजको 25 पोइन्ट छ। तर लास्ट राउन्डले पनि डिसाइड गर्छ है फेरि टर्न अराउन्ड गर्छ टेबल। सो त्यही भएर नआत्तिनु भन्छु म क्षितिजलाई। सो हाम्रो अप्सन हाम्रो 3टा अप्सन देखाइदिनु त। के रहेछ लामो घर ढिलाएर रक्सी खाएर कसरी म त तिमीलाई सोचेर राखेको हो क्या यो अप्सन। यस्तो हुन्छ ब्रो रक्सी खाएर बिहान यादै हुन्छ झडै परेको मलाई दिनकै रातकै बातकै टाइपको बिहान उठेर बुढी भनेर प्रेस हुन्छ। ल अर्को 3मा के छ? अर्को केटीको तारिफ गरेर। त्यस्तो त गर्दै गर्दैनन् बिहे गरिसकेपछि। होइन अलिअलि त होला नि त। हो र नेबर ल 5मा हामीलाई पनि
माइतीको खलकको कुरा काटेर त्यही यो त। पनि हुन्छ नि होइन, हाम्रो नेचरमै छैन त्यस्तो चाहिँ नेचर भन्दा नि कहिले हामी झुकेर भन्छौँ नि त तिम्रो माइती त यस्तो ए, मतलब होइन, म चाहिँ बोल्नु पाएँ भने पनि ठुलो कुरा तिमीलाई तिमीलाई मात्र मध्यनजर गरेर कहाँ भने हामी ओभरअलै मध्यनजर गरेर तिम्रै लाइफमा बेसमा बनाउँछ त हामीले कोही चाहिँ जे भयो तिमी घर घर सल्लाह चाहिँ गर बाबु केही पनि छैन तिमीलाई म सोध्छु दाइ, तिमीलाई घरमा जति जुन जुन कुराले यातना दिन्छ केही पनि छैन यहाँसम्म यो त भिडियो प्रुफै छ मायाको अब त प्रुफ ल ठिक छ यसमा पनि उत्सव दाइ नै अगाडि हुनुहुन्छ 55 पोइन्टमै अनि क्षितिज 25 पोइन्टले 25 अगाडि छ सो अब हाम्रो फाइनल राउन्डले डिसाइड गर्छ विनर को हुन्छ भनेर र 10,000 रुपियाँ कसले पड्काउँछ भनेर है सो फाइनल राउन्ड चाहिँ रहेछ हाम्रो बिट द क्लक सो यसमा चाहिँ आजको बिट द क्लकको टास्क चाहिँ रहेको छ तपाईँले केरा खानुपर्ने हुनेछ पेट खाली गर्छु त्यो खाइहाल्छ नि बुढा छ दुईटैले छड खायो के त ओ छोडाउने तरिका चाहिँ ठिक रहेछ है दाइको एकै सर्टमा 2 सर्टमा चाहिँ केरा छोडाइ यार चारवटा त नाकबाटै खाइदिन्छ दाइ दुईटा जले सट्ट तानिदिन्छ मलाई दुईटा केरा त बाहुनलाई केरा दिएछ बाहुनलाई केरा दिएपछि गम गम अहिले मन्त्र नै पढ्छ नि दाइले केरा दाइ गरे पनि त्यो त 33 सेकेन्ड गइसकेछ हो हो मर्न त भएन नि 10,000 को लागि होइन बुढी आज डिनर खान है म भन्छु अलि दुईटा बाँकी छ हेर्न मलाई मनै पर्दैन ओ दाइ त्यो फाल्नु पाउँदैन कुहिएको नि के हुन्न हाम्रो यो पनि टाक्स हो कहाँ त्यो पनि टाक्स हो फ्यालै पाउँदैन नि टाक्स हो नि त हो त त्यो बाहिर कुहिएको छ त्यो त के हुने त यति यति कुहिए त नर्मली खान्छ दाइ त्यसो गर्नु मिल्दैन क्या अब ए टाइम हो बोक्रा निकाल्नु केराको अझै 10 सेकेन्ड थप्दै मुजी ल ल क्षितिजले कम्तीमा पनि 30 सेकेन्डमा खान्छ छियो जित्यो 30 सेकेन्ड ओ बडा यहाँ केरा छ कहाँ बाटो नहुने तपाईँ बाटो नहुने ये स्टप ल 1 मिनट 40 सेकेन्डमा खानु भएको छ उहाँले ओके भनेको 60 40 100 पोइन्ट तिमीलाई आयो भनेपछि तिम्रो अहिले कति भयो 25 र 125 पोइन्टमा अगाडि छौ तिमीले 30 सेकेन्डमा सकाउनु पर्यो बाँकी सक्छौ भने चाहिँ जित्नलाई 30 सेकेन्ड अब दाइको 1 मिनट 40 सेकेन्ड चाहिँ जम्मा 30 सेकेन्ड खानु पर्यो फेरि होइन त्यो जस्तो दाइको 55 छ होइन तिम्रो दाइले 1 मिनट 40 सेकेन्डमा सकायो भनेको मतलब 60 40 100 त्यो 100 पोइन्ट तिम्रोमा जोडियो त्यो भनेको तिम्रो 25 र 100 125 पोइन्ट अब भयो अब तिमीले जित्नलाई सबसे कम से कम 50 सेकेन्ड भित्र सकायो भने 50 सेकेन्ड भित्र गऱ्यो भने तिमीले जित्यौ कम अन लेट्स गो इट इज योर लास्ट चान्स टु विन 10,000 एन्ड द सो प्लिज त्यही भएर चाहिँ एकदमै ध्यान दिएर केरा खानु होला केरेश्वर भगवानको आशीर्वाद रहोस् तिमीलाई सो के चाहिँ पुरै केरा खानुपर्छ नि फेरि थाहा होला नि आर यु रेडी माया गरिसके आर यु रेडी 1 2 3 गो केरा खोल्न चाहिँ आउनु पर्यो नि पहिले 4 5 6 7 8 9 10 एउटा केरा 10 सेकेन्ड 60 सेकेन्ड हुँदैन 11 12 13 एउटा केरा 10 सेकेन्ड 60 त हुन्छ नि दाइ 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 ओए सक्छ होला क्षितिज सक्छ क्षितिज लेट्स गो आई एम रुटिङ फर यु क्षितिज अन्डरडॉग्स टाइप्सको हान्नु पर्यो अन्डरडॉग्समा उता बाँकी छ ओइ 32 भाज अब सक्सेस लाग्यो मलाई सक्सेस लगाइरहेछ है मलाई चिट नगर टाइम जान्छ सर्केलामा बिस्तारको 46 भइसक्यो साथीले यसको अझै दुईटा बाँकी छ बरु छोड दे यार त्यहाँ त्यसले पुरै खान्छ खाने हेर्दै क्षितिज प्लिज क्षितिज कहाँ उठाउनु पाउँछ मुझे तैँले अनि त्यो त गर्नु पऱ्यो नि त यार त्यस्तो नगरौँ न यतिले उयो खाएन पुरै खाएन त्यसले तर तिमी हार्यो यार क्षितिज यतिकै पनि तर खाऊ हाली छैन अब केरा खा हारे तिमी हारे क्षितिजले खाएको 1 22 यहीँ भइसकेको छ 100 जोड्दाखेरि त दाइको त माथि नै पुग्छ तर
एउटा केरा मलाई छोडिदिएकोमा धेरै धेरै धन्यवाद सबसे गाह्रो त यसलाई भइरहेको धन्यवाद गाह्रो छ नि हो। Give it up for Chidis Gandhi! Well played, well. What, man?